हेलो वेलकम छ आजको मिनी ब्लगमा। इट्स मी चन्द्रमा। धेरै दिनपछि आएको छु। ठ्याक्कै एक हप्तामा आज ब्लग बनाउँदैछु। मेरो सानमीले यहाँ खाजा खाँदैछ भनेदेखि मैले यहाँ दुध र तरकारी बसाल्दैछु एकतिर। अनि यता चिया र बिस्कुट दिएको त मिठो रहेछ फुपू चिया र बिस्कुट त भने दुइटाले। अन्त यता तरकारी पाक्दै थियो, छपछाप गरेँ, तरकारी पकाइसे। अनि उता हरान बज्यो त के मेरो मम्मी आयो भन्दै उफ्रिनलाई। यता मेरो बाबु होमवर्क गर्दै थियो। अनि ठ्याक्कै ढोकामा बाउजू पनि आइपुग्नु भयो। अनि यता सानी पनि पुरा फुरफुरै नाच्दै थिए। अनि मम्मीले बोकेर स्कुलमा लगाउँदै टाटा फुपू भन्दै चुप्पा गरेर गएँ। अनि यता खाना सेलाउँदै थियो। बाबुलाई खानासाना खुवाएर ऊ रेडी हुन लाग्यो। आफै रेडी हुन्छ कि यति चाहिँ ज्ञानी छ मेरो छोरा। आफै रेडी हुन्छ, च्याटचुट्टो हुन्छ। एउटा जुत्ता उल्टो सुल्टो भन्न जान्दैन, तर अरू सबै गर्छ। तर सिकाउनु पर्छ बच्चाहरूलाई। आफू भएन भने आफैले च्याटचुट्टो भएर हिँड्न सिकाउनु पर्छ। अनि रेडीसेडी भएर बाबुलाई तलसम्म छोड्न हिँडेँ। अनि त्यहाँपछि जाने बेला मम्मीले चुप्पा गर भनेर चुप्पा गयो। अनि त्यहाँपछि रुम भत्रा गोल थियो नि त मेरो रुम। अनि त्यहाँ सब फालेर अनि रुम मिलाउनुतर्फ लागेँ। अनि सिरानी सन्ना फेरेर चेन्ज गरेर सिरानी मिलाएँ। अनि बेडहरू पनि रेडी भयो। उता दिदीले बोलाउँदै हुनुहुन्थ्यो। अनि यता सफा गर्दै थिएँ, बेड पनि रेडी भयो। अनि त्यसैमा सामान अर्डर राखेँ, प्याक गरेर कोठासोटा मिलाएर अनि सामान प्याक गरेर मैले राखेँ। अनि भात रेडी बनाइराखेको थिएँ। अनि भात खान सुरु गरेँ, दुध र भात। सामान बाहिर निकालेर खानु। थ्याङ्क यू नेपालको टाइममा सामान लिन आउनु भएकोमा धेरै धेरै धन्यवाद। वाचिङ माई भिडियो। थ्याङ्क यू सो मच।